म घरमा थिएँ। स्केटिङ खेलेर धेरै गर्मी भयो, त्यही भएर सबैजना आइसक्रिम खाँदैछ यता चलाउँदैछौँ। फ्रेन्च फ्राई चाहिँ आइसकेको छ नि, हाम्रो साथीहरू खाँदैछ, अनि खानु पर्यो। वेलकम ब्याक टु आवर न्यू भिडियो। सो गाइस आज चाहिँ म स्केटिङ खेल्न जान आँटेको। अब जम्मै गाइस मेरो साथीहरू पनि आउँछ, अस्तिको अनुपहरू सबैजना, अनि यो चाहिँ एउटा त्यो चाहिँ मेरो बेस्ट फ्रेन्डै हो। उसको नाम चाहिँ के पो योजन हो होइन। अब यस्तोबाट चाहिँ निकाल्न सकिँदैन एक हातमा हुँदा, त्यही भएर हामी यसरी नै उतारौँ। गाइस यो फोन चाहिँ अति हल्लिँदो रहेछ यसरी पक्रिँदा, त्यही भएर अब्बले चाहिँ अति सिधा पक्रिनुपर्छ। हामी अनुपको घरतिर लाग्यौँ। अनुप हाम्रो घर आउँछ भनेको थियो, तर आएन। चाहिँ अब हामी लाग्यौँ। यता यस्तोमा लाउने हुन्छ नि, त्यो किन्नु पर्ने छ। यस्तो हल्लिकै हल्ले गर्छ भिडै, तपाईँहरूले पनि राम्रो देख्न पाउनुहुँदैन। अब यही जर्मन सेफर्डले म गाइज मलाई टोक्न खोजेको। मैले अस्तिको भ्लग हेर्नु भएको छैन भने हेर्नु, यसले नै मलाई टोक्न खोजेको थियो। त्यो भ्लगमा भनेको छु मैले, एकचोटि जर्मन सेफर्डले मलाई खेदाएको थियो भनेर त्यो भ्लगमा मैले भनेको छु। हामी चाहिँ यतातिर आइसक्यौँ। अनुपको घर उति छ। अनुपले मेरो सो गाइस अनुप चाहिँ हाम्रो बाइक फेरि निक्लिसक्यो, अनि अनुप आफ्नो ग्याङ्स्टर बाइक साइकलमा आउँदैछ। ओइ अनुपलाई चाहिँ बल्ल बल्ल माग्दा साइकल दिनुभएको। अब अनुप आफ्नो देशी कट्टा उठाउँदैछ। ए होइन, पैसा उठाउँदो रहेछ। गाइस अनुपको सिक्रेट ठाउँ रिभिल भयो। अनुप चाहिँ त्यहाँ पैसा लुकाउँदो रहेछ। अबदेखि म अनुपको घर आउँछु नि पैसा लिएर गइहाल्छु। ओ मेरो घर चाहिँ किन नआएको? भ्लगमा भनेनौ नि त। जहिले खुसी आइरहेको छ मलाई। गर्दा चाहिँ म यो ठाउँमा छु। अनुपले जे पाइ त्यही भन्नु मलाई, म अनुपको कुरामा भुलेँ। कताबाट जाने, यता कि यता? यतैबाट जाऊँ। अनुपले भने हाइवेबाट नजाने भने, त्यही भएर हामी यताबाट जान्छौँ। सो गाइस हामी चाहिँ योजनको घरको नजिकतिर आइसक्यौँ। त्यो चाहिँ ओइ उता यता छ सबैको घरतिर। हामी चाहिँ योजनको घरमा आइसक्यौँ। योजन चाहिँ अब अझै घर थप्दैछ। पहिले यो यति छमा थियो, अझै थप्दैछ। अनुप यहाँ टल्लो परिरहेछ, कनि किन परेको। योजन छैन क्या? छैन क्या? ओइ ओइ हाई भन। म घरमा थिएँ। उयो अनुप पनि आइरहेको क्याटहरू छ। हामी चाहिँ अब गइसक्यौँ आइसक्यौँ यतातिर। यहाँ खेल्न आएको छैन, यो जहाँ चाहिँ लगाइदिने मान्छे हो। ऊ चाहिँ लडेछ, यता चाहिँ अलिअलि खेलिँदैछ। हामी चाहिँ एकदम प्रोफेसनल मान्छे।
अनुप्रा लाज लाग्यो अनि ओ यो चाहिँ एकछिन यहाँ पर्नु त क्यामेरै देखाउँछ तिमीले ब्रेक भनेको होइन एकछिन बिचराहरू ओरी त ओए क्या खतरा पछाडि जाँदैछु हाम्रो योजना एकदम दामी तारामा गर्दैछ यसरी खेल्दैछौँ यहाँ योजना यसो गर्दैछ उता अनुप्रा चाहिँ अहिलेसम्म आएकै छैन तँ पनि योजनको हेल्पबाट झन्डै लडिनु यसरी चलाउँदैछु योजना लड्न मात्र खोज्छौ भयो ए योजना नि योजना त यो हो त ऊ अनुप चाहिँ आउँदैछ कता गयो यताबाट आयो योजनाले चाहिँ अघि जुत्ता नि उल्टो लगाइरहेको थियो फुकाल्न पनि आएन तर खेल्न चाहिँ आयो अनुप चाहिँ अब भन्नु हुँदैन गएछौँ गाइस बिर्सेर यता हो आउने बाटो चाहिँ अब हामी फेरि जाँदैछौँ तल साइकल त्यहीँ छ ऊ तिम्रो साइकल त्यो होइन स्केटिङ खेलेर धेरै गर्मी भयो त्यही भएर सबैजना आइसक्रिम खाँदैछन् यता अब चाहिँ हामी चिया मिलनमा जाँदैछौँ सबैजना ए अँ है साइकल पनि त पर्छ यहाँ आइसकेको छौँ अनि यहाँ मेन्यू हेर्दैछन् हामीले फ्रेन्च फ्राई अर्डर गरिसक्यौँ यिनीहरू अझै हेर्दैछन् मेन्यू पनि कोक खाँदैछु म अब फ्रेन्च फ्राई चाहिँ आउन आँट्यो यहाँ आउनु देखाउँदैछ लेमन टी छैन पैसा धेरै चाहिँ देखाएको मात्रै रहेछ मैले चाहिँ किनिदिनु भने जस्तो लाग्यो क्या अनि त्यही भएर अब खाम हामी पनि सबै टेस्ट हानौँ न चाहिँ सबैजना फ्रेन्च फ्राई चाहिँ आइसकेको छ नि हाम्रो साथीहरू खाँदैछ अनि खानु पर्यो ए सस बिना खाएन म देसी पारा कसो पनि मिठो खाएँ धेरै तातो छ त्यही भएर कसरी बोलिरहेको मिठो खा त अनुपलाई मिठो लाग्यो तर अनुपलाई कोक फोकाइदियो त्यही भएर बुझ्दैछ नि खै सक्यो होला दामी थियो गाइस जे पाइ त्यहाँ क्यालकुलेट हानेर हाम्रो यहाँ डबल खर्च मात्र भयो 300 भएको रहेछ अनुपले 250 भनेर के भनेर तर दाइले डिस्काउन्ट दिनुभयो हामीसँग पुरै पैसा त छैन त्यही पनि गर्नु हुँदैन त्यही भएर म दालाई दिन गएको के भयो चलाऊ चलाऊ न चलाऊ त्यति भनेको हाम्रो साथीहरू चाहिँ आउँदैछन् उता गाइस मैले दालाई पैसा चाहिँ दिएँ यहाँ फिर्ता पनि आयो गाइस त्यो चिज भएको भए मसँग भ्लग कति दामी हुन्थ्यो नभए त्यो गोप्रो छ त्यहाँ चाहिँ यता चाहिँ त्यो क्यामेराको स्ट्यान्ड होइन यो जनलाई चाहिँ बिचमा उता मम्मी लिन आउनुभयो त्यही भएर यो जन गयो अनि अब हामी घरतिर लागेको त्यो भएको भए कति राम्रो हुन्थ्यो नि भ्लगिङ गाइस तपाईँहरूले यसो सब्सक्राइब गरेर म पाइन्थ्यो नि
अनुभूताबाट जाँदा अब यहाँ यस्तो बाटो रहेछ फेरि पालिका होटल हो जहाँनिर 5 स्टारहरू त्यहाँनिर 5 स्टार त्यहाँनिर 3 स्टार अब चाहिँ यता पुगिसक्यौँ उता नयाँ दोकान पो खोल्यो यार कहिले खोल्यो अब यता आउनुपर्छ के खाना अडुप चिकन खाँदैछ गाइस अब चाहिँ म आफ्नो घर आइसकेँ अनि आजको के भन्नु हामी साथीहरू घुमेको दामी मजा आयो अनि यति भन्दै म आफ्नो भ्लग एन्ड गर्छु बाई बाई